साथीहरु सबैलाई नमस्कार। नेपालको प्रमाणिक समय, यो नेपालको प्रमाणिक समय गौरी शंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनट पूर्वी देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ। नेपालको प्रमाणिक समय अहिलेसम्म यहाँबाट नेपालको प्रमाणिक समय यो कहिले चाहिँ यो कुन हिमाललाई आधार मानी निर्धारण गरिएको छ भनेपछि गौरी शंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनट पूर्वी देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ। यो कहिले निर्धारण गरियो त? विक्रम सम्वत 2042 साल वैशाख 1 गते निर्धारण गरिएको हो, जुन कि जीएमटी भन्दा 5 घण्टा 45 मिनट चलाक रहेको छ अर्थात् छिटो रहेको छ। एकपल्ट जीएमटी को फुल फर्म 2068 को खरदारमा सोधेको क्वेसन हो। जीएमटी को फुल फर्म के हो भनेर क्वेसनै सोधेको छ। जीएमटी को फुल फर्म हुन्छ ग्रीनविच मिन टाइम। यो कुन हिमालले आधार मानेर निर्धारण गरिएको छ? गौरी शंकर हिमालले आधार मानेर निर्धारण गरिएको छ। गौरी शंकर हिमालको उचाइ कति रहेको छ? यो 71 से 34 मिटर के रहेको छ? गौरी शंकर हिमालको उचाइ रहेको छ। यसमा तपाईले कहिले निर्धारण गरियो? कहिले भनेर लेख्नुस् है। कहिले निर्धारण गरियो त? विक्रम सम्वत 2042 साल वैशाख 1 गते निर्धारण गरियो। कुन हिमाललाई? गौरी शंकर हिमाललाई माथि उल्लेख गरिसकेका छौँ र त्यसपछि यसको कति देशान्तर त 86 डिग्री 15 मिनट हामी यो पनि उल्लेख गरिसकेका छौँ। अब यसमा चाहिँ यो जीएमटी को फुल फर्म के हुन्छ? अर्थात् योमा जानुभन्दा पहिला हामी लेखौँ यो 5 घण्टा 45 मिनट चलाक। यो नेपाल परिचयले प्रयोग गरेको वर्ड हो। यसलाई हामी छिटो रहेको छ भनेर लेख्न सक्नुहुन्छ। रहेको छ। जीएमटी को फुल फर्म के हुन्छ? जीएमटी को फुल फर्म ग्रीनविच मिन टाइम। यो सोधेको क्वेसन हो। जीएमटी को फुल फर्म 2068 को खरदारले सोधेको क्वेसन हो। जीएमटी को फुल फर्म के हुन्छ? ग्रीनविच मिन टाइम हुन्छ। अब एकपल्ट तपाईले सुन्नु होला यो नेपालको प्रमाणिक समय बारे। नेपालको प्रमाणिक समय गौरी शंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनट पूर्वी देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ। यो ग्रीनविच, यो जीएमटी को फुल फर्म तपाईले ग्रीनविच मिन टाइम। यो नेपालको प्रमाणिक समय कहिले निर्धारण गरियो भनेर यो भर्खर लगतै सोधेको क्वेसन हो। यो नेपालको प्रमाणिक समय कहिले निर्धारण गरियो? विक्रम सम्वत 2042 साल वैशाख 1 गते निर्धारण गरिएको हो, जुन कि जीएमटी भन्दा 5 घण्टा 45 मिनट के रहेको छ? छिटो रहेको छ अर्थात् चालाक रहेको छ। यो यति जानेपछि तपाईले नेपालको प्रमाणिक समय भयो। अब हामी